तपाईहरु नेपालबाट पनि हेर्नु ल यो कुनै फ्याट भिडियो हैन मैले धेरै दुःख धेरै खर्चहरु गरेर यहाँ आएको छु पछि अब ठाउँहरु आउनको लागि गाह्रो हुन्छ ट्रेनहरुमा हैन यो चाहिँ टोकियो टावर है तपाईहरुले जब बनाउँदै हुनुहुन्छ नि हेर्नु यसको बनावट सबै फलामको छ अनि अहिले एलिभेटर चाहिँ कुदिरहेको छैन फेरि अघि चाहिँ कुदिरहेको थियो हैन अनि धेरै राम्रो छ बादल पनि उडिरहेछ मजाले अनि धेरै त्यसको त्यो चार ठाउँमा यसरी फैलिएको छ खुट्टा पल्लोपट्टि पनि छ हैन धेरै पर्यटकहरू यसरी घुमेर रमाइलो गर्छ अनि आफ्नो हुन्छ नि त हरेक कुराहरू गुड मेमोरी बनाउँछ टुट्न आँटेको अब हरेक कुराहरू हैन मोटरलाई जोड्ने काम पनि गर्छ नि त घरिघरि घुम्दा हरेक कुरा गर्दा त्यो घुम्ने बानी गर्दा हुन्छ ल यहाँ पनि सब प्राय कपालहरू पनि घुमिराख्नु भएको छ अनि एकदम राम्रो छ आज अब यता म एउटा होटेलमा आउँछु नि सिसी क्यामेराहरू पनि हुन्छ होइन अनि कसैले केही सामानहरू झरेको छ आफूले छोडेको छ भने पनि सोध्यो भने पत्ता लागिहाल्छ यिनीहरू मोनिटरको लागि मान्छेहरू पनि गइरहेको हुन्छ क्या रुममा अनि जापानमा चाहिँ केही सामान पनि समस्या नहरायो कि भेटिहाल्छ ट्रेनमा छोडेको सामान पनि सबै क्यामेरा सिस्टम हुन्छ अनि भेटेको पनि दिन्छ स्टेसनको मान्छेलाई त्यो चाहिँ यहाँ तल बस्नको लागि यसरी मिलाएर सामानहरू राखिदिएको छ है बस्छ रिल्याक्स गर्नु पनि मिल्छ बनाएको है यो कागजहरू फोहोरहरू केही होइन है डिजाइनै बनाएको वा फुलको यसरी डिजाइन बनाएको छ ठ्याक्कै बस्ने होइन रमाइलो गर्ने त्यसमा बस्नु पऱ्यो अनि यता पनि बस्नुको लागि कस्तो बल्छ कि राखिरहेको नेपालको त्यो क्रिसमस अनि दसैँ तिहार जस्तै यसरी झिलिमिली बनाएको छ है यस्तो पनि छ अब यो बलहरू बाल्छ होइन अनि राम्रो देख्छ बट अहिले क्लोज भएको जस्तो छ तपाईँको तल चाहिँ आइसक्रिम पस्दो रहेछ है आइसक्रिम खाँदै चाहिँ कुकुरलाई कति माया गर्दैछ जहिले छिटो पाउँछ पाउँदैन आउट आउँदा ढिलो भयो होइन अपसाइड लिटर विथ एक्सपेन्सिभ करे बट सोल्ड आउट रेडी डाउन साइड 1500 ओके काउन्टरमा चढ्नु आँटिरहेछ है काउन्टर है ल यसरी घुम्नु पऱ्यो नि आउनु पऱ्यो 1500 अपसाइड इनफ रेडी करे Thank you. Follow this way, please. Okay. उसलाई फलो गर्नु भन्दै हुनुहुन्छ है अब म सेकेन्डसम्म जान्छु माथि फुल भइसक्यो अरे एक्सपेन्स पनि टावर चढ्नको लागि वेटिङ गर्दै हुनुहुन्छ हाई स्यावासे बाई बाई Free. I go to offside. 本日はご来館くださいまして誠にありがとうございます。まもなく天候扉の窓から外の景色がお楽しみいただけます。Welcome to Tokyo today. Please enjoy your view. これより高さ150メートルのメインデッキまで約47でご案内いたします。We will start our meeting with 150 minutes. お待たせいたしました。まもなくメインデッキ2階に到着でございます。トップデッキ等にご参加のお客様は右手側、トップデッキゲートまでお進みくださいませ。The solo main deck second floor. For the top deck door, please proceed to the right. Have a nice time. お待たせいたしました。Okay, thank you. Yeah. I forget एउटा सपनाको सहर सबैले जानेछ रहर हेर्नेछ रहर I forget Tokyo Town.
So good place, good. Yeah. धेरै समय पहिलाको चाहिँ यहाँ उयो रहेछ है 1965, 1975, 2006मा चाहिँ यो अगाडिको बनाएको रहेछ है त्यसपछि 2022मा यहाँ गिटार रहेछ है 2022मा चाहिँ यसरी बनाएको रहेछ 1965मा चाहिँ यस्तो थियो जापान होइन अनि 1975मा यस्तो होइन 2006मा यस्तो 2022मा यस्तो अहिले चाहिँ यस्तो छ 2023देखि चाहिँ टोकियो टावर अफिस रहेछ है केही इन्फर्मेसनहरू चाहियो भने भिजा कार्डहरू यिनीहरू जेसिबीहरू युज हुँदो रहेछ आफूलाई मन परेको सामान किन्दा पनि भयो सेक्रेटरी पनि हुनुहुन्छ है यता उभिराख्नु आउँछ आज म त्यो ठाउँमा पनि घुम्नु गएको छु त्यो पुल भएको ठाउँमा पनि एकदम राम्रो छ थोरै खोट्यो रहेछ है बनाउनुको रातको समय यस्तो छ है 10:30 भइसक्यो सडकहरू पनि व्यस्त छ ट्रेनहरू पनि कुदिरहेछ यतापट्टि रहेछ ट्रेन ए यो चाहिँ राजधानी टोकियो क्योतो भन्ने ठाउँ थियो पहिला एक समयमा सहर घुम्न जाने क्षेत्रहर जाने हो तर अलरेडी फुल भएको भएर चाहिँ म गइनँ है 35 जति भन्ने छ तर अलरेडी फुल भएको भएर चाहिँ म जानु पाइनँ फुल छ भनेर भन्नुभयो काउन्टरको मान्छेले अनि यसरी डेकोरेसन गरेको छ है कस्तो मजाको जता पनि एकै नाचको विकास देखिन्छ त हो यहाँबाट हेर्नुहोस् है यहाँको भ्यूहरू अनि यसो खुसी हुनुहोस् रमाउनुहोस् आफूले मोटिभेट गर्नु मान्छेले त गरेको नि होइन सबै कुराहरू असम्भव भन्ने कुरा केही छैन सबै कुरा सम्भव छ हेर्नुहोस् है ढङ्गहरू पनि राम्ररी यहाँ आएपछि पनि उनीहरूको लागि टोइलेटहरू एलिभेटरहरू पनि फाल्टै रहेछ है फेरि डेकोरेसन कस्तो मजाले उयोबाट बनाएको रहेछ कस्तो राम्रो किनहरू किनेर लानु सक्छ 700 800 होइन 800 700 त्यहाँभित्र हाल्ने यहाँ फलमा अनि खरिद गरेर लान सक्नुहुन्छ चिनाको लागि